सबै साथीहरू छुट्दैछौँ मन खोलेर रुनै पर्छ आज हामी सबै साथी छुट्दैछौँ मन खोलेर रुनै पर्छ आज हामी खुसी खुसी सबै बिर्सेर यो दुःखको आँसुले उहाँ धुनै पर्छ आज हामी खुसी 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 सबै बिर्सेर दुःखले आँसुले दुःखको आँसुले यो मुहार धुनै पर्छ आज हामी धन्यवाद कार्यक्रम सञ्चालिका म्याम यस कार्यक्रमको सदस्यमा अध्यक्ष महोदय यस विद्यालयको प्रधानाध्यापकज्यू सहायक प्रधानाध्यापकज्यू शिक्षक शिक्षिकाज्यूहरू साथै आज मसँगै विदाई भएर जानुहुने सम्पूर्ण विद्यार्थी साथीहरू र कक्षा 11 को सम्पूर्ण विद्यार्थी साथीहरू आज मिति 2081 साल चैत्र महिनाको 21 गतेका दिन कक्षा 12 को विदाई कार्यक्रम सञ्चालन भइरहेको छ र यस कार्यक्रममा मैले पनि मेरा छोटो भनाइ राख्न पाउँदा म एकदमै खुसी भएको कुरा व्यक्त गर्न चाहन्छु तसर्थ स्वीकार्नुहोस् म कक्षा 12 को छात्र सलिम तामाङको व्यक्तित्वबाट र श्री जाजर माध्यमिक विद्यालयको कक्षा 12 को सम्पूर्ण विद्यार्थीको तर्फबाट स्वीकार्नुहोस् धन्यवाद। विशेष गरी विदाई शब्द राम्रो होइन तर यो बाध्य नबस हुनै पर्छ त्यसै गरी यो विदाईले सकारात्मक परिवर्तन ल्याउँछ। विद्यालय एउटा यस्तो स्थान हो जहाँ हामी जस्ता सम्पूर्ण विद्यार्थीहरूले राम्रो सिकाइ प्राप्त गर्ने गर्दछौँ। यस विद्यालयले हामीलाई ठुलो मान्छे बन्न मात्र होइन समाजमा असल नागरिक बन्न सिकाएको छ। त्यस्तै गरेर यस विद्यालयले हामीलाई अकाउन्टमा रहेको डेबिट क्रेडिट अनि अर्थशास्त्रमा रहेको थ्योरी हिसाब समाधान गर्न मात्र होइन हाम्रो जीवनमा आइपर्ने सम्पूर्ण समस्याहरू समाधान गर्ने जीवन उपयोगी चिजहरू सिकाउँदै आएको छ। त्यसैले त म यस विद्यालयलाई सम्झिने गर्छु त्यसैले त म यस विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई सम्झने गर्छु। यस विद्यालय आज पनि मेरो हृदयमा बसेको छ र आजभन्दा धेरै पछि धेरै पछि पनि मेरो हृदयमा बस्नेछ। यस विदाई कार्यक्रममा मेरो छोटो भनाइ राखिराख्दा म तपाईँलाई एउटा मेरो व्यक्तिगत विवरण बताउन चाहन्छु। मेरो घरमा एउटा ऐना छ म त्यस ऐनालाई बेला बेला हेर्ने गर्छु अनि त्यस ऐनामा मेरो अनुहार सुन्दर देखिन्छ अनि राम्रो देखिन्छ अनि मेरो मनले भन्छ मेरो अनुहार राम्रो छ त्यसैले मैले राम्रो काम गर्नुपर्छ भन्छ अनि म राम्रो काम गर्न अगाडि बढ्न चाहन्छु। त्यसै गरी फेरि कहिलेकाहीँ त्यही ऐना हेर्ने गर्छु मेरो अनुहार भिन्न अनि नराम्रो देखिन्छ अनि मेरो मनले भन्छ मेरो नराम्रो अनुहार राम्रो बनाउनको निम्ति भए पनि राम्रो काम गर्नुपर्छ भन्छ। त्यसै गरी म आफ्नो नराम्रो अनुहारलाई राम्रो बनाउनको निम्ति पनि राम्रो काम गर्न अगाडि बढ्न चाहन्छु। भन्न खोजेको आफ्नो राम्रो बन्नको लागि हामीले राम्रो काम गर्नुपर्छ। यो राम्रो काम गर्ने बाटो यस विद्यालयले दिएको छ। हामी यस विद्यालयबाट भौतिक रूपले बाटो मात्र टाढिएका हौँ अनि थुप्रै सामाजिक सञ्जाल थुप्रै माध्यमहरूबाट हामी नजिकिन सक्छौँ। यस विद्यालयमा म आएको त 80 वर्ष जस्तो लाग्थ्यो तर नभन्दै 2 वर्ष बितिसकेछ। विद्यालयको क्रममा मैले एउटा कक्षा 12 पढ्ने साथीलाई सोधेका थिएँ साथी अब तपाईँ कक्षा 12 पढिसकेपछि के गर्नुहुन्छ र साथीले भन्नुभयो साथी म त विदेश जान्छु अनि मैले भने हामी जस्तो सम्पूर्ण विद्यार्थीहरू विदेश गएर कसरी नेपालको विकास गर्ने कसरी देशको विकास गर्ने अनि साथीले भन्छ साथी नेपाल समृद्ध सुखी छैन कसरी आफूलाई रोजगारीमूलक बनाउने कसरी आफ्नो जीवन चलाउने अनि मैले सहजै सकेछु समृद्ध नेपाल त कहाँ अहिले पनि बनेको छ तर यही समृद्ध नेपाल बनाउनका निम्ति हामी सम्पूर्ण विद्यार्थीहरू अघि गयो भने अब त्यो समृद्ध नेपाल हुन्छ भनेर मैले भने भन्न खोजेको यस विद्यालयले हामीलाई यो परिवेशलाई हेर्दा नेपालको अवस्थालाई हेर्दा र आफ्नो विद्यार्थीको अवस्थालाई हेर्दा नेपालको अवस्थालाई हेर्दा अहिलेको विद्यार्थीहरू पढेर विदेश जानु बाध्यता हो तर यदि हामी जस्ता विद्यार्थीहरू नेपालमै बसेर केही गर्ने हो भने नेपाल अवश्य पनि समृद्ध हुन्छ। यसकारण यस समृद्ध हुने बाटो यस विद्यालयले मार्गको रूपमा सिकाउँदै आएको छ। यस विद्यालयले राम्रो कामको सुरुवात अरूबाट होइन आफैबाट गर्नुपर्छ भन्ने पनि सिकाएको छ। त्यसकारण यस विद्यालय पनि म हार्दिक नमन व्यक्त गर्न चाहन्छु र यस विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई यस विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूले राम्रो ज्ञान प्राप्त गर्नुभएको छ राम्रो ज्ञान दिनुभएको छ र सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै गरेर हामी मानव हौँ र हामी मानव भएर कोही गल्ती त हुन्छ नै हामीले यस विद्यालयमा सिक्ने क्रममा कोही गल्ती गर्यो होला कोही शिक्षक शिक्षिकाहरूको मन दुखाउने काम गर्यो होला
तर त्यस गल्तीलाई सम्पूर्ण शिक्षक शिक्षार्थीहरूले त्यो गल्ती नठानेर अन्जान भएको गल्ती सम्झेर माफी दिनुहुन्छ भन्ने पनि आशा राख्न चाहन्छु। त्यस्तै गरेर अब आउने दिनमा पनि गल्तीको बाटो हिँडाउनतर्फ होइन, गल्तीको बाटो नहिँडाउनतर्फ यात्री बनिदिनुहुन्छ भन्ने पनि आशा राखेको छु। म विदाईको क्षणमा धेरै बोल्न सक्दिनँ, धेरै बोल्न मन पनि छैन। अरू बेला धेरै बोल्ने मान्छे, आज म धेरै बोल्न चाहेन। हामी यहाँबाट भौतिक रूपले मात्र टाढेका हौँ, मन त कसको पो झुक्दैन र हामी यहाँबाट टाढिँदा। तर पनि यो विदाई बाध्यतावश हुनै पर्नेछ। म तपाईँमा एउटा यसै मध्यको क्रममा एउटा विदाई शीर्षकमा एउटा कविता लेखेर ल्याएको छु। तपाईँलाई यस कविता सुनाउन चाहन्छु। कविता धेरै लामो छैन, अरू बेला धेरै कविता लेखेर पनि आज छोटो हरफमा कविता लेखेर ल्याएको छु। कविताको शीर्षक रहेको छ विदाई। विदाई शब्द राम्रो होइन, तर यो बाध्यतावश हुनै पर्छ। विदाई विदाई शब्द राम्रो होइन, तर यो बाध्यतावश हुनै पर्छ। यतिका वर्ष हाँस्यौ खेल्यौ अनि रमायो, तर आजबाट टाढिनै पर्छ। यतिका वर्ष हाँस्यौ खेल्यौ अनि रमायो, तर आजबाट टाढिनै पर्छ। मन त कसको पो शान्त हुन्छ र छाडेर जाँदा, मन त कसको पो शान्त हुन्छ र छाडेर जाँदा, हृदय कसको पो रुँदैन र अलगिन पर्दा, हृदय कसको पो रुँदैन र अलगिन पर्दा। धेरै थियो लेख्न अनि बोल्न, तर आज किन यो मनले नै मानेन। धेरै थियो लेख्न अनि बोल्न, तर आज किन यो मनले नै मानेन। हरेक शब्द बनाउनका लागि यो कलम नै चलेन, हरेक शब्द बनाउनका निम्ति यो कलम नै चलेन। अरू बेला धेरै बोल्थे, तर आज बोल्न सक्दिनँ, किनकि हाम्रो हुँदैछ विदाई। अरू बेला धेरै बोल्थे, तर आज बोल्न सक्दिनँ, किनकि हुँदैछ आज हाम्रो विदाई। टाढिएर गए पनि के हो त, सबैले सम्झने छ यो विद्यालयलाई। टाढिएर गए पनि के हो त, सबै सम्झने छ यो विद्यालयलाई। धन्यवाद। यस कविता मार्फत तपाईँहरूलाई मैले छोटो मन्तव्यसँगै विदाई गरेको कविता भने विशेष गरी यस विद्यालयले म लगायत हाम्रो सम्पूर्ण कक्षा 12का विद्यार्थी साथीहरूलाई दिनुभएको माया, ममता, दया कहिले पनि बिर्सदैनौँ भन्ने आशा राख्दै म पनि अब भने यस विषयबाट होटल बढ्न चाहन्छु। हवस् त, धन्यवाद।